आश्वासनले टार्यौ सधैँ सुविधा दिएनौ आश्वासनले टार्यौ सधैँ सुविधा दिएनौ सार्वजनिक शिक्षा सुधार गर्न ध्यान दिएनौ। हेलो एभ्रिवान, नमस्ते, सेवा, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। सो यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै। सो अहिले म ठ्याक्कै बब्रमुचोकमा आइपुगेको छु। शिक्षकहरूले आन्दोलन गरेको पनि आज 17 दिन परेको रहेछ। सो यो अवसरमा आजको मेरो ब्लग चाहिँ छुट्टै प्रकारको हुनेवाला छ। स्टे ट्युन वाइबर ब्लग र तपाईँले यो ब्लग सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। लागौ शिक्षकहरूको रमिता हेर्नतर्फ। अब सधैँ जसो भिडभाड हुने सडकमा आज यहाँ खाली छ, किन भन्दा यो बाटो चाहिँ सबै शिक्षकहरूले नै लेन ओभरटेक गरेको पाइन्छ। त्यही भएर यो ट्राफिकलाई अस्तव्यस्त हुन्छ भनेर ट्राफिकले बाटोहरू सबै रुट बन्द गरेको अवस्था हो। शैक्षिक सत्र सुरु हुने बेलामा उहाँहरू चाहिँ सबै सडकमा रमिता देखाएर बसिरहेको छ। शैक्षिक सत्र सुरु हुने यो वैशाखको दोस्रो सप्ताहदेखि सुरु हुनुपर्ने, तर उहाँहरू यहाँ व्यस्त हुनुहुन्छ। यसमा सरकारले ध्यान गएकै छैन। उहाँहरूले पनि आफ्नो ध्यान दिनुपर्ने कर्तव्य पुरा गर्नुभएको छैन। शिक्षकहरूले पनि सडक पुरा खाली छ। उहाँहरू आन्दोलन सब 77 जिल्लाबाट भेला हुनुभएको छ। म शिक्षकहरूको रमिता हेर्ने ठाउँमा आइपुगेको छु। तपाईँलाई पनि यहाँको रमिता देखाउँदैछु गाइजो। उहाँले चाहिँ कस्तो कस्तो रमिता देखाउँदैछन्। यो सरकारले पुरा निहालिराख्नु भएको छ। सो अहिले चाहिँ हल्का रमाइलोको सुटिङ यहाँ मजिद भएको बस्दा बस्दा हेर्नु त यो सबै के आइरहेछ। एकपल्ट जानुपर्ने भयो यो साउन्ड घाममा बस्दा बस्दा फेसबुक लडिसक्यो। जाम हाम पनि भइसक्यो। जान त हुन्थ्यो नि म्याम। आफ्नो त के गर्नु, बाल विकासको शिक्षक पढियो, कति हुन्छ र तलब? यति हुन्छ, यो केही पनि गर्न पुग्दैन, खाना लाउन त पुग्दैन। त्यही भएर म त नजाने। ओके नाइस। यहाँको माहौल देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो छ भनेर आकलन गर्न सक्नुहुन्छ। घन्टामा पुरो घाममा पानी कहिले पनि न्याय गरेको इतिहास हामीलाई थाहा छ। 2028 मात्रै होइन, यो अन्धो सरकारलाई अब हामी फेरि बिताइन्छ कि जितिन्छ कि। यो मञ्च कुनै राजनीतिक दलको पक्षमा पनि होइन, यो मञ्च कुनै राजनीतिक दलको विपक्षमा पनि होइन। यो मञ्च विशुद्ध शैक्षिक मञ्च हो, शिक्षक कर्मचारीको आन्दोलन हो र हाम्रा माग मुद्दाका लागि हामी सरकारलाई खबरदारी गरिरहेका छौँ, राज्यलाई खबरदारी गरेका छौँ। अब आइन्दा कुनै पनि वक्ताले राजनैतिक नेताहरूको नाम लिने, कुनै पनि पक्षमा लागेर बोल्ने काम नगर्नुहोला। त्यो भयो भने हामी तुरुन्तै मञ्चबाट तल खदार्नेछौँ। त्यो कुरा पनि म यहाँ यो भाषणलाई राजनैतिक रूप दिउँ भने हाम्रो आन्दोलन विपथ गमनतिर जान्छ। हाम्रो लक्ष्य शिक्षा ऐन हो, कुनै दल विशेषसँग हाम्रो कुनै कुरा छैन। यो कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। पढाउन पीडा सहेर गर्दैछौ आन्दोलन बाध्य भएर। पीडा सहेर आन्दोलन गर्दैछौ बाध्य भएर। उन्नति दुखाउन पढाउन पीडा सहेर
आन्दोलन गरेको चाहिँ यो अहिले चाहिँ 17 दिन भयो। यो 80 सालमा पनि हामीले 1 हप्ता 12 दिन यसरी खडा गरे हो र अहिलेसम्म यसपालि चाहिँ सरकारले कानै सुनेको छैन। कान बन्द गरेको छ, आँखा बन्द गरेको छ। अनि सधैँ यसरी तपाईँहरूले सडकमा मात्रै चाहिँ जुलुस गरेर यसरी बसेर नाचेर होइन हरेक चिजहरू गरेर मात्रै समस्याको समाधान हुन्छ होइन? हामीले शान्तपूर्वक वार्ता गरेर सहमतिबाट नै कार्यान्वयन गर्ने भनेर गरेको हो। 10 साल सहमति गरियो, त्यो सहमति गर्दा त्यसलाई चाहिँ पेन्डुलम गराइदिए र यसपालि चाहिँ त्यो सहमति होइन। हामीलाई ऐन जारी नै गर्नुपर्छ कि हामी जित्यौँ कि हामीले जित्यौँ, एक नारा लिएर हामी चाहिँ यसरी लडेका छौँ। यसपालि हामी यो आन्दोलनबाट लिएरै जाने हो। कतिको विश्वास हुनुहुन्छ त के सरकारले? होइन, हामीले चाहिँ एकदम विश्वास त लिएर जान्छौँ भनेर, तर सरकार आलटाल गरिरहेको छ। तर यो आलटालले हामी चाहिँ टेर्नेवाला छैन। अहिलेको सरकारलाई के भन्न चाहनुहुन्छ तपाईँले? यो अहिलेको सरकार चाहिँ निकम्मा अल्छी सरकार भन्न चाहन्छु। यसले चाहिँ पहिला आश्वासन धेरै दिने, अब अहिले कामै नगर्ने। हामी यस्तो गर्छौँ उसो गर्छौँ भनेर चाहिँ चुनावमा भोट माग्न जाने, अहिले चाहिँ कसैलाई नचिन्ने, यस्तो चाहिँ निकम्मा सरकार भएको छ। हजुरलाई कस्तो लाग्छ? के लाइक सरकार लाग्छ कि नलाइक सरकार लाग्छ हजुरलाई? अहिलेको हाम्रो जुन सरकार होइन, यो जुन हाम्रो मागहरू पुरा गर्यो भने लाइक हो, नभए विकम्मा हो। किन 17 दिन भइसक्यो, अब यसरी नै तपाईँहरू सडकमै बसिराख्नुहुन्छ? होइन, 17 दिन होइन, हामीले चाहिँ महिना दिन किन नजाओस्, हामी यो नलिकन जानेवाला छैनौँ। सम्बन्धित ठाउँमा हजुरहरू जानुहुन्छ कि जानु? हामीलाई शिक्षा वार्ता गरेर बोलाइरहेको छ, तर वार्तामा उहाँहरू चाहिँ सहमति गरेर जानुहोस् भन्नुहुन्छ। त्यो वार्ताबाट मात्रै हुँदैन, हामीले वार्ता धेरैचोटि गरिसक्यौँ, तर त्यो वार्तालाई उहाँहरूले कार्यान्वयन गर्नुभएको छैन। अब त्यो कार्यान्वयन जुन लिखित रूपमा हामीले चाहिँ यो संसदमा पारित गरेको लिखित प्रतिबन्ध आइसकेसम्म हामी जानेवाला छैनौँ। हजुर कुन ठाउँदेखि पाल्नु भएको? म सिन्धुली जिल्ला नगरपालिका 1 बाट हो। मेरो नाम चुडाराज पोखरेल। हजुर कति कक्षामा कुन स्कुलमा पढाउनु? म श्री ध्रुवतारा प्राथमिक विद्यालय बङ्कामा हो। 5 कक्षासम्म छ हाम्रो विद्यालय। हस्, धेरै धेरै धन्यवाद हजुरहरूको। धन्यवाद यो मिडियालाई पनि, यो हाम्रो चाहिँ सरकारको कानसम्म पुर्याइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। थ्याङ्क यू सर। त्यसैले गर्दा हामीले के भन्ने गरेका छौँ भने हामीले शान्तिपूर्ण ढङ्गले आन्दोलन गरिरहेका छौँ। यो आन्दोलनलाई व्यवस्था गरे भने म सधैँ आबद्ध घटक संस्थाका केन्द्रीय नेतृत्वलाई म हार्दिकतापूर्वक के अनुरोध गर्छु भने हामीले एउटा समय सीमा देऊ। समय सीमा दिइसकेपछि अब काङ्ग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरूको सदस्य त्याग गरौँ अनि यी राजनीतिक दलका नेताहरूलाई आफ्नो जिल्लामा प्रवेश गर्नबाट रोक लगाउनु पर्दछ भन्ने म हार्दिकतापूर्वक अनुरोध गर्दछु। म केन्द्रीय नेताहरूलाई खुट्टा नकमाउनको निमित्त पनि हार्दिकता साथ अनुरोध गर्दछु। आजबाट नेपाल शिक्षक संघ संघीय कार्य समितिले पूर्ण बैठक बसेर यो आन्दोलनलाई पूर्ण रूपमा सफलित बनाउने, नयाँ शिक्षा ऐन नआउन्जेलसम्म फर्केर नजाने प्रतिबद्धता जाहेर गरेको कुरा यहाँहरूसम्म राख्दै यो आन्दोलनमा एकबद्धता जनाउँदै यो आन्दोलन पूर्ण सफलताको कामना गर्दै हामी टाउको मक्क फोन बाँधेर आएका छौँ। सिंहदरबारको खोपीबाट च्याउने सरकारका मन्त्रीहरू, राजनीतिक दलका नेताहरूलाई चुनौती छ। यदि शिक्षाको आन्दोलनलाई अवहेलना गर्यौ, अवज्ञा गर्यौ, कमजोर सम्झ्यौ भने अब आउने 84को निर्वाचनमा तिमीहरूलाई प्रत्येक जिल्लामा, प्रत्येक गाउँमा प्रवेश निषेध गराउने काम यी शिक्षकै गर्नेछन् अनि हाम्रै शिक्षक उम्मेदवार बन्ने छ। हामीले
नेपालको शिक्षा ऐन लेख्ने क्रममा हामीले नेपाली जनताहरूलाई उपयुक्त शिक्षा दिने क्रममा जीवनसँग जोडिने जीवनोपयोगी शिक्षा प्रदान गर्ने क्रममा हामी शिक्षा ऐन बनाउनेछौँ। युवाहरूलाई पलायन हुनबाट रोक्नेछौँ। व्यावहारिक शिक्षा कार्यान्वयन गरेर नेपालमा समूल परिवर्तन आमूल परिवर्तन गर्ने प्रतिबद्धता जाहेर गर्दै यो आन्दोलनमा एकरूपता जाहेर गर्दै मेरो भनाइ न्याय अन्त्य गर्दछु। जय शिक्षक, जय शिक्षक। ज्ञान हुँदैन जति हुन्छ छिटो छिटो शिक्षा नल्याउ सरकार, संसारलाई तमासा देखाउनु हुँदैन। बानेश्वर मण्डल 84मा हाम्रो सच्चाइएला, ज्ञान जस्तो चम्किलो अज्ञान हुँदैन। जति हुन्छ छिटो छिटो शिक्षा नल्याउ सरकार, संसारलाई तमासा देखाउनु हुँदैन। सरकारले खोइ त ध्यान दिएको मैले भनिसकेँ, अघि नै भनिसकेँ। सरकारले समाधानको बाटो दिएको 1 मिनट पनि हामी रोडमा बस्न चाहदैनौँ। हामीलाई यति चिन्ता छ हाम्रा बालबालिकाहरू कहाँ छन् होला, के गर्दै होलान्, त्यो हामी एकदमै चिन्तित छौँ। हामी यहाँ बस्दा पनि त्यही चिन्तामा छौँ। यहाँ कुनै रहरले कुनै आनन्द लिएर हामी बसिरहेका छैनौँ। यो घाममा त्यो हामीलाई पनि रहर छैन। तर यसको लागि मुख्य जिम्मेवार राज्य छ। राज्यले आफ्नो जिम्मेवारी निर्वाह गरेको पलमा हामी यहाँबाट निस्केर जान तयार छौँ। अहिलेको सरकारलाई के भन्न चाहनुहुन्छ? अब के भन्ने यो सरकारलाई? अब यसो हेर्छु शिक्षा मन्त्रीजीले इन्ट्रेस्ट राखेको जस्तो लाग्छ। कहिले अर्थमन्त्रीले मानेन, कहिले भनानुले मानेन, कहिले शिक्षा क्षेत्रमा लगानी गर्न यस्तो आनाकानी गरेपछि प्रतिफल कस्तो आउला। त्यस कारणले यो शिक्षा क्षेत्रलाई सही बाटोमा लानका लागि अब यो अन्तिम ऐन हो। सरकारलाई म के ध्यानाकर्षण गराउन चाहन्छु भने अरू क्षेत्रमा गरेको लगानी रोकेर भए पनि शिक्षा क्षेत्रमा तपाईँहरूले लगानी बढाउनुपर्छ। होला म भलै शिक्षक रहँला नरहँला, यो क्षेत्र जीवन्त बन्नुपर्छ। यो क्षेत्र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने क्षेत्र बन्नुपर्छ। यो क्षेत्रमा राज्यले गर्व गर्ने ठाउँ बन्नुपर्छ। त्यो बनाउने नबनाउने राज्यको हातमा छ। त्यसकारण यहाँहरूले यो आन्दोलन समाप्त गरिदिनुहोस्। हामी 1 मिनट पनि यहाँ बस्न चाहँदैनौँ। त्यो आन्दोलन समाप्त गर्नु भएन भने हामी महिनौँ दिनसम्म यहीँ बस्छौँ। यो सरकारको कानमा पुगोस् भन्न चाहन्छु। कतिपय सामाजिक सञ्जालमा त हजुरहरूलाई आरोप पनि लगाइरहेको छ स्टुडेन्टहरूले। उनीहरूले सरहरूले त काठमाडौँमा गएर रमाइलो गर्नुहुन्छ, नाच्नुहुन्छ, टिकटकतिर फेसबुक सामाजिक सञ्जालमा हाल्नुहुन्छ, तलब चाहिँ उहाँहरूले पाइराख्नु भएको छ। तर हामीहरूलाई चाहिँ लिलिबाट बनायो भनेर चाहिँ त्यसरी पनि आक्रोश पोखेका छन् सामाजिक सञ्जालमा कतिपय स्टुडेन्टहरूले। के भन्न चाहनुहुन्छ? आन्दोलनका विभिन्न स्वरूपहरू हुन्छन्। कोही तोडफोड गर्लान्, कसैले आगो लगाउलान्, कसैले निषेधित क्षेत्र तोडेर चाहिँ नि अवज्ञा गरेर चाहिँ अर्को खालको स्वरूप निर्माण। यो शिक्षक जमात, यो बौद्धिक जमात हो। यो देशलाई नेतृत्व गर्ने, यो देशका जनशक्ति उत्पादन गर्ने, यो देशलाई सभ्यता र संस्कृतिको पाठ सिकाउने गुरुवर्ग हुन्। यो गुरुवर्गको आन्दोलन सभ्य र भव्य हुन्छ। कुनै गीत गाएर कसैको यहाँ दोहोरी खेलेर यहाँ प्रेम गीत गाइएको छैन। यहाँ गाइएको छ सरकारको कानमा पुग्ने खालका गीतहरू, विभिन्न भाषामा विभिन्न संस्कृतिकाहरू सहित चाहिँ नि गाइएको छ। त्यसकारण यसलाई चाहिँ रमाइलो गरेको अर्थमा नलिदिनु हुन आग्रह गर्दछौँ। दोस्रो कुरा, हामी 20औं वर्षदेखि शिक्षा पेसामा आबद्ध छौँ। हामी कक्षा कोठामा रमाउँछौँ, हामी सडकमा रमाउँदैनौँ। यो हाम्रो बाध्यता हो। बाध्यता परिसकेपछि मान्छेले विष पनि खान्छ, मान्छेले आत्महत्या पनि गर्छ। त्यसकारण त्यो रहर हुँदैन, त्यो बाध्यता हुन्छ भने बुझ्नु जरुरी छ। अर्को कुरो, म विद्यार्थी भाइ बहिनीहरूलाई यसै मिडिया मार्फत के भन्न चाहन्छु भने हामी विद्यार्थीहरूको भविष्यप्रति हामी भोलिका दिनमा यो जुन क्षति भएको छ, भर्खर हामीले 3 गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने कुरो हो। भर्खर धेरै पनि भएको छैन। हामीले त्यसका लागि शैक्षिक सत्र सुरु गर्नका लागि कतिपय पूर्वाधारहरू हामी तयार गरेर आइसकेका छौँ। पाठ्यपुस्तकदेखि लिएर कार्यतालिकादेखि लिएर बनाउने साथीहरूले बनाएर हामीले आन्दोलनमा आएका हौँ। त्यस कारणले त्यो क्षति हुनेवाला छैन। हामी विद्यार्थीहरूलाई के भन्छौँ भन्दाखेरि हामी आइसकेपछि बिदाका दिनमा बोलाएर भए पनि, हामी बिदाका दिनमा खटेर भए पनि हामी चाहिँ विभिन्न तौर तरिकाहरूबाट त्यत्रो कोभिडको समयमा 6 महिना ग्याप हुँदा त हामीले चाहिँ मेन्टेन गरेर विद्यार्थीहरूलाई चाहिँ शिक्षा दिएका हौँ भने अहिले हामीले 2, 4, 5 दिन 10 दिनले केही हुनेवाला छैन। किनभने यो आन्दोलन शिक्षकसँग मात्र रिलेटेड छ, तिनै विद्यार्थीहरूको भविष्यसँग पनि रिलेटेड छ। के सधैँ शिक्षक गुरुवर्गहरू आन्दोलनमा गइरहनु पर्ने हो र? होइन नि त। ती बच्चाहरूलाई नेपाल सरकारले निर्माण गरेको संविधानमा उल्लेख गरेका कुराहरू कार्यान्वयन गर भन्नु चाहिँ त्यो त हाम्रो हक र अधिकार पनि हो। त्यो बालबच्चाहरू र अभिभावकहरूको पनि हक अधिकार हो। किनभने 52 सालमा के अरे 72 सालमा जारी संविधान 75 सालभित्र चाहिँ नि बनिसक्नु पर्थ्यो।
ऐन बनिसक्नु पर्थ्यो आन्दोलन भयो बनेन 78 मा त्यस कारणले हामीले त्यो ऐन ल्याइदेऊ भने अब हामीले कुनै व्यक्तिगत रूपमा हाम्रा केही पनि माग छैन त्यो ऐन ल्याइदेऊ जसले हामीलाई नियमन गरोस् जसले शिक्षा क्षेत्रलाई एउटा डोर्याओस् जसले चाहिँ बाटो देखाओस् दक्ष जनशक्ति उत्पादन गरोस् यो देशले राष्ट्रिय अन्तर्राष्ट्रिय एउटा चाहिँ मञ्चमा गएर गर्व गर्ने ठाउँ बनोस् भन्ने हामी त्यो चाहन्छौँ अनि हाम्रो माग पुरा नहुन्जेलसम्म हामी लागिरहनेछौँ अब एउटा जादु कलातिर होइन अब जादु म गीत मार्फत यो पहिलो सरकारलाई मेरो गीत मार्फत म यो आन्दोलनको बारेमा सुनाउन चाहन्छु। 28 सालको ऐनले धारा टार्यौ 17 थरी शिक्षक बनाई मार्नुसम्म मारौ ए सरकार अग्रगामी शिक्षा ऐनले सरकार अग्रगामी शिक्षा ऐनले सरकार हे कर्मचारी राहत अनि बाल विकासका कुरा सहमति जे भाषण हुनुपर्छ पुरा ए सरकार अग्रगामी शिक्षा ऐनले सरकार आश्वासनले टार्यौ सधैँ सुविधा दिएनौ सार्वजनिक शिक्षा सुधार गर्न ध्यान दिएनौ ए सरकार अग्रगामी शिक्षा सो यहाँको शिक्षक शैक्षिक आन्दोलन पनि हेरिहालेँ मैले यहाँ सबै आफ्नो तालमा छ उहाँहरूको माग पनि एक हिसाबले सबै कुरा ठिकै त छैन आफ्नो गोरुको 12 टका गर्नु पनि हुँदैन शिक्षकहरूले त्यसको लागि सरकारले पनि कति सक्नुहुन्छ उहाँहरूको आन्दोलनको माग पुरा गर्न सरकार र शैक्षिक आन्दोलन शिक्षकहरूको आन्दोलन चाँडै पुरा होस् विद्यार्थीले दुःख नपाओस्। सो आजको ब्लग चाहिँ म यहीँ गर्दैछु सी यू सुन नेक्स्ट ब्लग बाई बाई सेवा ओके म गीत गाउन गइरहेको छु त्यहाँ बुझाइदिनु होला प्लिज अनि म्युजिक छोडोस्